हाम्रो देश कहाँ पुग्यो? दिनको 4वटा लास आउनु पर्छ यहाँनिर। गुना गर्नुहोस् त 365 दिन हुन्छ वर्षमा। 365 इन्टु 4 जनाको लास, कम्तीमा 4 विदेशबाट। राजा लगेर यिनीहरूले के गरे भन्दाखेरि राजाका पनि गुलामका पनि गुलामको घरमा टोयलेट पुस्नलाई नेपाली जनतालाई पठाए। यिनीहरूले गर्न खोजेको के हो? यसको जवाब र हिसाब किताब दिनुपर्छ यिनीहरूले। 1600 मान्छे वर्षको विदेशबाट लास बाकसमा यहाँ आउँछ भनेपछि यो देशको स्थितिको मलाई कुनै पार्टीसँग मतलब छैन। म पार्टी भएर आएको होइन। आदि आन्दोलनकारीहरूले रोक्नु यहाँ बाइक राख्नु पाइँदैन भने अनि जानु पाइँदैन भने अनि मलाई के लाग्यो भन्दाखेरि हिजोको दृश्य देखेर मलाई यहीँ आउन मन लाग्यो। अनि बाइक त्यहाँ राखेर यहाँ आउन पाइँदैन, हामी बोल्न पाइँदैन भनेको चाहिन्छ भनेर